Hi guys, welcome to my YouTube channel. It's day 1 of Mardi trip. So आज चाहिँ हामी काठमाडौँबाट पोखरा जान लागेको। अहिले चाहिँ बिहानको 5 बजिरहेछ। सो गौशालाबाट चाहिँ अब हामी निस्किन लागेको। So I'll keep you guys updated. So हामी चाहिँ अहिले सीता पाइलाको बाटोबाट चाहिँ धारके जान लागेको। मलाई चाहिँ हजुरलाई भ्यू देखाउनु मन लाग्यो। सो अहिले चाहिँ हामी धारकेबाट थोरै अगाडि चाहिँ खाजा खान रोक्यौं। भ्यू चाहिँ फेरि गाइस यस्तो छ नि नसक्नु छ है। मेरो चाहिँ ट्रेक सुरु भएको 5 मिनेटमै रेनकोट हराइसक्यो। हरेक ट्रेकमा केही न केही सामान हराएन भने चाहिँ ट्रेक नै कम्प्लिट नहुने रहेछ। यहाँ चाहिँ अहिले हामी खाजा खान लागेछौँ। गदाले भन्दा धेरै भारी चाहिँ मैले बोकेको छु यहाँ। रात ज्वरो जस्तो देखाएको छ है क्या हो। बिहान बिहान कपाल नुहाएर आएको गाइस। यसरी कपाल निचर्यो भने यस्तै आइल निगम जस्तै फेरि तेल निस्किन्छ र त्यस्तो भइसक्यो च्याप च्याप भएर क्या गाइस। यहाँ हामीले साथी नै बनाइसक्यौँ। ब्लग पे हाई बोलो। अगाडि चाहिँ डेन्जरै एक्सिडेन्ट भएछ। घाम धेरै गर्मी भएर जुत्ता नि गइसक्यो, टायर पनि गइसक्यो। सबको हालत खराब भएको छ यहाँनिर। टायर त फेरि हाल्नुपर्छ त है। अहिले पुगरसम्म थाम्छ के छैन हो त्यो लिक्विड छैन। अहिले पोखरा पुगेपछि एकछिनमा यहाँ जानमा अहिले मुभलिङमा क्या बताए झन्डै हजुरको बाइकलाई हान्नु भयो त्यसले। हाम्रो चाहिँ अडियो नै रेकर्ड भएको रहेन रहेछ कि। म चाहिँ हजुरलाई क्विक मुगलिङको बाटोको अपडेट दिन्छु। हामी काठमाडौँबाट आउँदादेखि कहीँ पनि त्यस्तो जाम परेन किनभने हामी धारकेको बाटो आयौँ। त्यो मुगलिङमा चाहिँ त्यो जस एक्सिडेन्ट भएको रहेछ दुईटा ट्रकको कचाक कुचुक्ने कि यति धेरै बेर हामी त्यता 1.5 घन्टा जस्तो नै अड्क्यौँ। त्यहाँ बाहेक अरू कहीँ पनि जाम त्यस्तो खासै परेन। प्लस अनि मुगलिङको चाहिँ अहिले चाहिँ अब जाम खुलिसकेको छ, त्योहरू सबै हटाइसकेको छ। साथीहरू यति गर्मी कि यति गर्मी हामीले केही पनि यादै नगरेको के गर्मी हुँदाखेरि गर्मी भएर पछि पो एउटा दाइ ल्याएर तपाईँहरूको टायर त गइसकेछ त भन्नुभयो। अनि पो रियलाइज गरेको क्या हाम्रो टायर त पुरै चर्केछ कि हामीले त्यो त यादै नगरेको। अनि पछि देखाउन म हजुरलाई फोटो पनि हालिदिन्छु। पछि हामीले त्यो चाहिँ देखाउन जाँदाखेरि त तपाईँहरू त लास्टै लो हावामा कुदाउनु भएछ, हावै चेक गर्नु भएन त्यही भएर यस्तो भएको। अब हावा चाहिँ हालिदियो अहिलेलाई काम चल्छ भन्नुभयो कि त्योभित्र लिक्विड भए पनि। सो हजुरहरूले चाहिँ अब आउँदाखेरि चाहिँ त्यो चाहिँ याद गर्नु। एकचोटि मजासँग लङ टुर आउँदै हुनुहुन्छ भने चाहिँ टायरहरू चाहिँ एकचोटि मजासँगै चेक गर्नु होला। फेरि हाम्रो जस्तै होला। प्लस अब यस्तो ठाउँमा आउँदा चाहिँ हामी पहिला अब हाइवेमा नकुदेको त होइन, तर यस्तो मेजर हाइवेमा चाहिँ फर्स्ट टाइम नै भयो कि भन्न दाइहरू हुनुहुन्थ्यो एक्सपिरियन्स मान्छेहरूसँग थियौँ। अनि उहाँहरूले चाहिँ गाइड गर्दै हुनुहुन्थ्यो। नभए त यताबाट पनि गाडी आउने उताबाट नि ओभरटेक गर्दा नि हान्देला जस्तो गर्ने। यस्तो त्यो नाइट बसहरू ट्रकहरू यस्तो फुल स्पिडमा आउने त्यस्तो भएर चाहिँ डर लाग्दो रहेछ। अब हामीले पोखरा काठमाडौँहरूमा कुदाइरहेको बाटोमा कुदाएको जस्तो अलिकति नहुँदो रहेछ। त्यही भएर अब यसरी लङ टुर गर्दै हुन्छ भने म चाहिँ सुरुमा हो भने चाहिँ एकछिन लाइक एक्सपिरियन्स मान्छेहरूसँग चाहिँ आउनु भनेर चाहिँ सजेस्ट गर्छु। फाइनली हामी चाहिँ खाजा खाने ठाउँमा आइपुग्यो। खाना खाने ठाउँमा बाटो त अलि माथि डिभाइडर छ त। लास्टै दामी बनाएको बाटो चाहिँ। अब चाहिँ हामी खाना खान्छौँ। अब यहाँबाट चाहिँ पोखरा त्यही 70 किलोमिटर जति छ कि। सो अहिलेसम्मको राइडलाई केही भन्नु छ? ल गाइस खाना खाएपछि भेटौँ ल। ओके छ त।
सो गाइज फाइनली हामी चाहिँ पोखरा आइसकेको छौँ। बिहान 5:30 बजे हिँडेको, त्यही पनि बाटोमा गाडी जाम, मुगलिङको त्यो पहिरो सहिरो गएर चाहिँ हामीलाई 4 बजे पोखरा आइपुग्न नै। सो आजको हाम्रो प्लान भनेको चाहिँ हामी अस्ट्रेलियन बेस क्याम्पमा बस्ने थियो, तर हाम्रो यति धेरै टायर्ड भइसक्यो कि आज चाहिँ हामी पोखरामै लेक साइडतिर बस्ने। अनि भोलिको दिन चाहिँ आफूलाई हल्का पुस गरेर भोलि चाहिँ लो क्याम्पसम्म बस्ने प्लान छ। सो त्यही हो, अब के हुन्छ त्यो चाहिँ अब जान्छौँ। अहिले चाहिँ यत्तिकै ऱ्यान्डम एउटा यो के हो उयो जस्तोमा चिया खान आएको छौँ। यहाँ आएर अब हल्का डिस्कस गऱ्यौँ के गर्ने भनेर। अब चाहिँ यहाँदेखि हामी लेक साइड जान्छौँ अनि त्यहाँ चाहिँ बस्छौँ। जे होस् अब टोटल खर्च कति भयो के भयो भनेर चाहिँ म हजुरहरूलाई अपडेट गर्दै जान्छु, कहाँबाट कसरी जाने त्यस्तोहरू भनेर चाहिँ। सो पछि अब चाहिँ हामी भर्खरै नुहाएर फ्रेस भएर निस्क्यो। अब चाहिँ हामी यहाँबाट पोखराको लेक साइडतिर जान्छौँ। अनि खाना त खाँदैनौँ होला आज, किनभने अघि भर्खरै खाना यति धेरै खाएको छ।